welcome back to our channel with a new video. सबजना आरामै हुन्छ होला, हामी पनि आरामै छ। यहाँ हान्नु होला सुन्तलाको बोट फेरि पनि देखाउँदैछु। अहिले त घाम चर्किरहेको छ नि, हिजो त मैले अलिकति राति बनाएको थिएँ। यहाँ हेर्नु सुन्तला कहाँ उता मेरो आन्टी हुनुहुन्छ अनि यो उता मेरो आन्टी हुन्छ। हिजो मैले देखाउँछु भन्दै थिएँ तर हिजो माथि हुन्छ, हो त्यही भएर मैले आज देखाउँदैछु। खै बुन देखाउनु त। यो मेरो बुन्ती अनि यो मेरो आन्टी अनि यो मेरो पिङ्ग अनि राम्रो फुल फुलेका छन्। राम्रो फुल फुलेको छ अनि बुइनी र आन्टी पिङ खेल्दै हुन्छ नि। बुन्ती पिङ खेल्दै हुन्छ। त्यहाँ सँगसँगै रुनु थाल्नुभयो म्याडम। आज पनि म राम्रो भिडियो ल्याउँछु अनि हामी आज पनि माथिको त भिडियो ल्याउन सक्दैन है गाइस, तर पनि आज म आफ्नो बारी देखाउँछु है तपाईहरुलाई। आउनु माथि त बारी देखाउनलाई। यो तलतिर तोलेका हिजो मैले देखाएको थिएँ तपाईहरुलाई। मैले देखाएकै यो मेरो गाई हो अनि उता छेउपट्टि बाछो छ अनि यो मेरो मूल घर हो। उता मेरो मूल घर चाहिँ सेफ्टी ट्याङ्की घर हो हाम्रो। अनि उता मेरो गाई हो, थाई गाई भन्दा होइन। अनि यो चाहिँ हाम्रो बारी हो। बारीमा अम्बक फलेछन् भनौँ भने यत्रो अम्बक छन्। उच्चा हुन्छ मेरो आमा के टिप्नु भएको? सब्जी हाई भनिदिनु। उता मेरो आमा हुन्छ, उता मेरो मामाको बारी हो। यहाँ हेर्नु अम्बक बारी, हामीले आफ्नै भनौँ भने आफ्नै बारी हो होइन। उता मेरो आमा त्यहाँ उयो गर्दै हुन्छ। मम्मी खै मम्मी त्यहाँ आउँदै हुन्छ आमा मेरो। अम्बक पनि उता माथि छ न। अहिले त भिडियो मेरो युट्युब च्यानल चल्दैछ। मेरो आमा कहाँ हुनुहुन्छ? उता मेरो आमा धेरैचोटि देखाउनु हुँदैन। उता अर्को बोट अहिले देखाएकै छुइनँ मैले, किन भाग्नु पर्यो? अनि यो कसको धान मैले देखाइदिएको। पाहाडको धान तपाईँलाई देख्नै भएको छैन होला है, यस्तो हुन्छ नि पाहाडको धान। त्यहाँ मेरो मम्मी हुन्छ।